What's up? What's up? Dude, what's up? Ooh, what's going on? खै त खै कोही पनि आएको छैन त्यहाँ न यता उसमा आएको छ न उता आएको छ ल सब्सक्राइबर चाहिन्छ भने अब है को हो यहाँ टाइप गरौँ है वान न्यू सब्सक्राइबर लेखेको छु मैले खै त एकजना भनेर देखाएको छ यहाँ को एकजना खै लाइक गरौँ न हेलो 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 यो चाहिँ यस्तो गर्नुपर्छ कि फेरि यहाँ यो नजोड्यो भने फेरि जोडेन भने फेरि आवाजै सुन्दैन फेरि चिकन माइनस एआईसम्म राखेको छु खै कोही त आऊ भन्ने भइरहेछ यहाँ पनि सबै बाहिरबाट हेरेर बस्छ भित्र आऊ न भित्र किन डराएको हौ भित्र आऊ गफ पनि भए भित्र आऊ खै त आज गफ गर्ने मान्छे कोही पनि छैनन् के हो हेलो कमल म लाइभमा छु यार लाइभमा छु लाइभमा आउने भए आऊ सेयर गर्दैछु मैले लाइभमा छु लाइभमा आउने होइन बोल्न मन लाग्छ गफ गर्न मन लाग्छ नि लाइभमा आउने बाहिरबाट हेरेर बस्ने होइन भित्र आउने सबिना राई इन्भाइट गर्न त मिल्दैन होला ल इन्भाइट गरिदिनु छैन हेलो लाइभमा आउने होइन होला यो भाइ पनि आउँदैन हेलो 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 गोविन्द दाल सबैले को वेस्टिङ गर्दो रहेछ चिनेकोहरू हो कि नचिनेकोहरू हो खै अहिलेसम्म है आउन स्काई जोइन्ड हेलो हेलो स्काई स्काई भन्ने त मेरो एकजना साथी थियो यार भाइ तिमी लाइभमा आऊ त मेरो हेलो हेलो स्काई के छ हौ स्काई पनि भागे इमरान भाइ सब्सक्राइबर चाहिन्छ भने आउनु है सब्सक्राइबको लागि आउनुहोस् क्लिक गर्नुहोस् टिका लिम्बू आउनुहोस् को हुनुहुन्छ आउनुहोस् खै त हो लाइभ मात्र छन् मान्छेहरू लाइभ भने के हो यस्तो के भन्छ अनलाइन बनिसे पठाएको
होइन को छ एकजना एकजना छ त्यही पनि त्यहाँ है त दुईजना 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 अच्छा मेरो आवाज सुनेछ कि सुनेको छैन हो हजुर अनलाइन एकाडेमी भनेको को हो र हजुर भाइ हजुर खोइ कहाँ गयो तिमी बसिराख्नुपर्छ नि के छ कमल आऊ माथि आउँछ बोल्न मिल्दैन ट्याप ट्याप गर ट्याप ट्याप कमल ट्याप ट्याप गर भागिहाल्यो तिमी ग्रीष्मा ग्रीसा वेलकम 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 गेस्टमा आएर बोल्न मिल्छ इफ आई नो अर नट कफ पर्दा हुन्छ केही फरक पर्दैन दोलखाली इन्भाइट ठिकै छ अहिले एकजना दुईजना आउँछ बिस्तारै 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 बढ्छ होइन पछि सबै यात्राको सुरुवात होइन फर्स्ट प्रथम पाइलाबाटै हुन्छ भन्छ के अरे होइन अहिले ठिकै छ एकजना दुईजना भयो भने केही फरक पर्दैन अब एकजना दुईजना भन्दै गर्दै गर्नुपर्छ त सब बिजी रहेछ नि आज त कति बिजी हो भनेको कति बिजी हो कि मेरो कमल तिमी आउन मिल्दैन गेस्टमा गेस्टमा आऊ न तिम्रो पिक्चर देख्दैन यतिकै बोल्दा हुन्छ गेस्टमा एक्सेप्ट गर त एक्सेप्ट गर ठिकै छ यार ठिकै छ ठिकै छ घरमा आएर यसो लाइभमा बसेको अब होइन भाइ सुदर्शन भाइ तिमी कहाँ हरायो यार मेरो सबै भिडियोहरू लाइक गर सब्सक्राइब गर अरूलाई पनि सेयर गर यो भिडियो पनि पोस्ट हुन्छ होइन युट्युबमा त्यही भएर तिमीले सुनेछौ भने यसो टाइप गर बोल्दैछु हेलो सेफ हेलो मेरो नेट स्लो भएर हो कि के हो यार सुनेछ कि सुने छैन सबिन श्रेष्ठ के छ खबर कहाँबाट हो सबिन सिन्धुलीबाट सिन्धुलियन रहेछ के अरे मान्छे सिन्धुलियन देखेको छ हेलो फुच्ची स्यान्डी वेलकम छ पोर्चुगलको धन्दा राख्यो रहेछ फलो गरिदिन्छु होइन गेस्टमा आउन मिल्छ ल गेस्टमा आउने हो के छ खबर अनि मोटाइ क्या झन् उता गएर एट पोखरा किप सपोर्ट मी ओ फ्रेन्ड्स आई लभ टिकटक भनेर लेखेको रहेछ के छ खबर इन्भाइट गर्न किन मिलेन हरि श्रेष्ठ वेलकम 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 थ्याङ्क यू फलो गर्नुभएकोमा होइन फलो ब्याक
लाइभमा आएर बोल्ने भए आउनुहोस् बोलौँ। के छ मन्जु? इन्भाइट गरेछु त मैले, खोइ त एक्सेप्टेसन नै छैन त। यता फुच्ची पनि बिजी हो क्या हो? रिटर्न ब्याक भइसक्यो पोर्चुगलतिर। अनि हरिको के छ खबर? हेलो हेलो हेलो। ट्याप ट्याप गरौँ यार। को यार यार यो को यो? कसलाई पठाएँ मैले? कसलाई पठाएँ कसलाई पठाएँ कसलाई पठाएँ कसलाई? के छ हरि भनेको? मैले सुन्दैन। अर्को यो हरि भन्नु होइन। के भइरहेछ? यहाँ छैन कि मैले यता र उता दुईतिर हेर्दैछु त्यही भएर। तर मजा आइरहेछ दुईतिर स्ट्रिमिङ गर्दाखेरि, मान्छेहरू भए पनि नभए पनि होइन। भाइ कहाँ हो तिमी? हरायो त भाइ, कहाँ हो तिमी यार? हरायो त यार तिमी यार। तर मजा आउँदो रहेछ हौ यता र उता गर्दा। मेरो आवाज सुनेछ कि सुने छैन हौ? कसैले नि भन्ने मान्छे भएन कि आवाज सुनेछ कि सुने छैन भनेर। सुनेछ कि सुने छैन भनेर भनिदिने मान्छे पनि भएन नि कि यार। एकदम सुनेछ, क्लियर छ नि होइन? अनि यस्तो यहाँ यत्रो अनि ढेडु माइक राखेको छु त सुन्नु पर्यो नि त होइन? त्यही त नि। के छ अनि मेरो? अनि युट्युबको लाइभमा गयो कि गएन त? युट्युबको लाइभमा नि गएन हो र? मैले त्यहाँ सेयर गरिदिएको जस्तो लाग्छ वाट्सएपमा होइन? ए युट्युबमा बक्काइरहने यस्तो मजाले चाहिँ लाइभमा बसिरहेको छ यहाँ टक्क बसेर होइन। यहाँ अझै वाइड उस छ कि स्क्रिन रहेछ कि त्यो वेब क्यामको होइन। यहाँ यति सानो मात्र देखेछ, त्यहाँ यत्रो ठुलो देखेछ कि। युट्युबमा नि लाइभ होइन, युट्युबमा जुन लाइभ बस्यो त्यही कन्टेन्ट हो कि। अब भइगयो नि, कन्टेन्ट बनाउने नभयो भने अल्छीहरूलाई उपाय रहेछ कि होइन लाइभ बसेपछि। अहिले त झन् फेस पनि क्लियर आयो कि होइन? एकदम चकिलो भयो। कुन साबुनले मुख धोइछौ? के साबुन? रिच साबुन हुन्थ्यो कि नेपालतिर होइन? सेन्टेला रे? थाहा छैन यार, त्यस्तो नामै सुनेको छैन यार, फर्स्ट टाइम सुनेको यार। यहाँ के ए हो? ए कोरियन? ओ माई गॉड। गोरो हुन्छ होला है, चिटिक्क हुन्छ होला है। गोरे हुन्छ होला हौ। हामीले यस्तो लाएर टक्क गऱ्यो भने पनि गोरो हुन्छ होला। ए यार, हुन त यस्तो लाइट बालेपछि गोरो भइहाल्दो रहेछ। हेलो अन्जान, के छ? ट्याप ट्याप गरौँ है, ट्याप ट्याप गरौँ। बाहिरबाट नै हेरौँ, भित्रै आम। भित्र आएर गफ सफ यस्तो मिठो गफ दिउँ त ल। को कोलाई कतिको गफ दिन आउँदो रहेछ सुनिदिउँ। को कोलाई आउँछ त हौ यस्तो गफ दिन होइन? अब लाइभमा बसी त गफ दिन जानु पर्यो। आफूलाई फेरि त्यति साह्रो गफ दिन आउँदैन होइन? त्यही भएर एकजना साथी बोलाएको, यहाँ भाइ पनि टक्क आइगयो। काले हो त क्या हुआ, दिल वाले हाई गर्ने होला नि भाइ।
के भयो पज गर्यो त तिम्रो फोन त धेरै आउँदो रहेछ क्या हौ मन्त्रीको जस्तो ट्याप ट्याप नि गर्नुपर्ने भयो यार ट्याप ट्याप नगरेर होला हेलो राजेश वेलकम है वेलकम मेरो ब्रोड हो कि लाइभ हो कि जसरी बुझ्नुहुन्छ त्यसरी होइन एड योर एक्टिभ फलोवर्स एज मोडरेटर के होइन मोडरेटर त भाइलाई मैले मोडरेटर राखेँ जस्तो लाग्थ्यो त यार तिमीलाई मैले मोडरेटर राखेको होइन त खै म त्यस्तो जान्दिनँ यार के हो एड भनेको होइन एड गोप्स गुरुङ पनि राखिदिनु ल कसरी हो यहाँ राख्नु म्यानेज को हो यो को आए थाहा भएन कालो पनि कालो होइन कालो छु भन्ने भएछ कि है हामी त त्यस्तो देख्दैन त्यही भएर बत्ती बाल्दै कि भाइ अलिक देख्दैनन् कि मान्छेले भनेर के आएको छ मेरोमा यस्तो त्यो के पोल सोल के पनि आएन डे छ अनि बर्थडे उता छ कि बर्थडे पिप्पी वाई हो कि पिप्पी वाई दोलखाली राजा वेलकम दोलखाली राजा वेलकम हाम्रो पेन्टुलाई पनि वेलकम होइन पेन्टु पनि आएछ तर तिमी लाइभमा आउनुहुन्न है सानो तिमी लाइभमा नआऊ अहिले यहाँ बाबा र अङ्कल यसो बोल्नुहुन्छ होइन हो कहाँ हो लाइक गर्ने पनि मिल्दैन ट्याप ट्याप गर्नै मिल्दैन त मेरोबाट ट्याप ट्याप हान ल खै त कति हो 0 लाइक छ त 0 छ त 861 पुगिसकेको छ के रे राम्रो छ नि हेर न राम्रो छ त देखाउनु मिल्छ कि यस्तो राख्नु पऱ्यो यतापट्टि म्याकबुक छ अनि यतापट्टि अनि उता नहेरिकन उता अब 0 छ त्यही पनि अब त्यो 0 भए पनि केही हुँदैन अब खास भनेको चाहिँ अब मैले चाहिँ के लेखेको भन्दा मेरोमा यहाँ के आएछ क्रिएटर इज ग्रिटिङ भ्युअर्स इन मल्टिपल ल्याङ्ग्वेज मैले चाहिँ के लेखेको छु भन्दा टपिकमा चाहिँ टाइटलमा चाहिँ टिच मी समथिङ न्यू भनेको छु कि ल भाइ अब तिमीले चाहिँ मलाई अब नयाँ कुरा सिकाउनु पऱ्यो कि तिमीले मलाई अब वाट यु क्यान टिच मी अब मैले नजानेको कुरा के छ अब त्यो कुरा तिमीले भन जस्तो तिमीलाई लाग्छ कि मैले जाने छैन होइन त्यो कुरा तिमीलाई थाहा हुनसक्छ मलाई थाहा नहुनसक्छ होइन धेरै कुरा छ नि भाइ के रे ओ माई गड सिइओ अफ दुबई ल सिइओ है सिकाउनु पर्छ है ओ लेन्स एन्ड थ्रोटल रे ल भाइले ल ट्याप भान यार भाइ यार ल सिकाउ त के सिकाउँछौ मलाई आज अब प्याज काटेको देखाउनै मिल्दैन के गर्ने अब लालाजीले जस्तो ए फर के भन्थ्यो अरे बी फर पनि बिरालो रे सी फर क्याट उही भयो भन्छ हो त्यसो बी फर बिरालो सी फर क्याट डी फर ढाडे बिरालो ओ ल डी फर ढाडे ओहो म्याउ म्याउ बिजली हेलो नोमन कास वेलकम नोमन कासलाई पनि वेलकम छ अब बुझ्छ कि बुझ्दैन झन्डा त अर्कै देशको छ होइन नेपाली नबुझेर नेपालीमै बोल्नु नेपालीमा बोल्छ होइन अब यस्तो भयो अब त्यहाँ अरू गीतहरू यस्तो सुनाउनु भनेको फेरि उता त्यो लाइभ स्ट्रिममा छु नि त उता पनि फेरि त्यही भएर नत्र गीतहरू बजाइदिन्थेँ कि होइन
गीतहरू बजाउँदाखेरि के हुन्थ्यो भन्दा अब साइलेन्ट भएको बेलामा ठिक हुन्थ्यो क्या टुक 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 भनेर तर अब नमिल्ने भयो कि फेरि उता फेरि युट्युबमा अपलोडमा फेरि त्यही भएर प्रतीक्षा वेलकम स्कर्पियो वेलकम प्रतीक्षाको इन्भिटेसन सेन्ड डाइरेक्ट इन्भिटेसन सेन्ड हुन्छ त किन हुन्छ हाई स्कर्पियो बढियो साउदीबाट रहेछ केही देख्दिनँ यार यहाँ त तिमीलाई फोन आयो फोन आएन यो को आयो क्या केही देख्दिनँ कि हो र होइन एकदम ढिलो आउँदो रहेछ कि मेरो नेट ढिलो भयो कि के हो अलिकति ढिलो तिनजना देखाउँछ फेरि एउटा छैन त्यही त नि यहाँ तिनजना देखाइरहेको छ नि यस्तो माथि गएर हेर्छु फेरि कोही पनि छैन के भइरहेको छ यहाँ उता जान यार फेरि सिस्टम तनाव भयो जस्तो छ यहाँ सिस्टम होइन यिनीहरू आएर गएको होला यहाँ देखाइराखेको होला तिनजनै देखाएको छ कि एउटा छैन अहिले दुईजना देखाएको छ तिनवटा देखाएको छ हो मैले त्यो मेन्सन हानिदिएको यस्तो होला तिमी र म एकजना दुईजना भइहाल्यो अनि एकजना जो चाहिँ आउँछ अनि तिनजना भएको होला भाइ जोक्स सुन्यो जोक्स दामी जोक्स छ एकादशमा एउटा बुढो थियो अरे होइन बच्चामा चाइनिज जोक सुन्यो चाइनिज जोक एकादशमा एउटा चाइनिज बुढो थियो अरे बच्चामा मऱ्यो अरे मोडिफिकेसन के भाइ मोडिफिकेसन एउटा रुखमा चाहिँ होइन 10वटा चरा रहेछ होइन ओके 10वटा चरा रहेछ एउटा सिकारी गएर चाहिँ बन्दुकले हानेर एउटा चरालाई मारिदिएर भन अब कतिवटा रह्यो यो है ल धन्यवाद छ सागर भाइलाई एउटा रुखमा 10वटा चरा बसेको थियो अरे होइन अनि एउटा सिकारी गएर गोली हानेर एउटा मारिदिएछ अरे एउटा चरालाई अब कतिवटा रह्यो बाँकी 9वटा थियो है उडी गयो है तर भाइ यस्तो हो नि त अहिलेको त मोडर्न जमानामा त्यसले चाहिँ बाटो भएर के गरेर थाहा छ साइलेन्स गन युज गरेछ क्या साइलेन्स गरेछ त्यही भएर 9वटा बाँकी गफाडीको गफ त हो गफाडीको त गफ त हो ल भन फेरि त्यही क्वेसन छ होइन फेरि त्यसलाई हल्का मोडिफाइड होइन सेम सिकारीले होइन त्यही साइलेन्ट गनै युज गर्यो एउटालाई मारिदियो अब कतिवटा रह्यो भन त्यही सिकारीले त्यही साइलेन्ट गन युज गरेछ होइन 10वटा चरा रहेछ होइन अनि एउटालाई मारिदियो अब भन कतिवटा रह्यो ए 10वटै रहेछ क्या भाइ 10वटा तर एउटा चाहिँ मरेको भयो होइन 9वटा जिउ जे बनाए नि भयो कि त्यही क्वेसन क्या हो तर यसपालि चाहिँ ए के भयो तिमी के अरे यसपालि चाहिँ फेरि त्यसले चाहिँ त्यो अर्को सिकारी गएछ होइन त्यो 10वटै चरा बसेर रहेछ होइन 10वटा चरा मध्येमा चाहिँ त्यसले चाहिँ फेरि अर्को एकदम आवाज आउने बन्दुक युज गरेछ त्यसले होइन अब भन एउटालाई मार्यो अरे त्यसले अब कतिवटा बाँकी रह्यो होइन अहिले चाहिँ दुईटा बाँकी रहेछ अरे के होइन 8वटा चाहिँ उड्यो होइन दुईटा किन बाँकी रह्यो भन्दा एउटा चाहिँ अब त्यो मरेको चरा भयो होइन अर्को चाहिँ के भयो भन्दाखेरि त्यसको चाहिँ अब उसो रहेछ क्या लभ रहेछ अरे के रुँदै कुर्दै बसेर रहेछ अरे कि त्यसरी गफ हान्ने भएछ
क्या भाइ आएको सिसो एक्सेप्ट रिक्वेस्ट भनेछ हैन हेलो हेलो वेलकम छ हेलो सर दर्शन हजुर के छ अनि खबर तपाईँहरू कता भयो स्किन्छ अब भाइ अब पुरा पौडी खेल्दैछ हामी पौडी खेलेको हेर्दैछौँ अब के गर्ने हामीले ए त 4 वर्ष अगाडि पौडी खेलेको यस्तो अहिले गर्मी लाग्यो त नेपालबाटै पौडी खेल्दै आएका 4 वर्षसम्म पौडी खेल्दै बस्छ लाइभ चलिरहेको छ आजभोलि चाहिँ यो ह्याबिट जस्तै बनाउन लाग्यो कि एउटामा मैले पढेको थिएँ होइन अनि भ्युअर्स त 3 करोड रहेछ त त्यो भनेको नि भाइ त्यो 300% हो नि त 300% हो नि त त्यही हो कि बेस्ट भनेको चाहिँ ल ट्याप पनि हान्न पर्यो नि त अनि सबैजनाले मिलेर होइन र के हो आउँदैछन् वेलकम भेजा कहाँ हुँदैन हान्ने भनेको ट्याप ए हो ट्याप जति लाइक होइन गऱ्यो नि त्यति स्ट्रिम हुँदै जान्छ कि अनि अरूलाई नि पुग्छ कि अनि यो चाहिँ फ्रिज हुँदैन कि ए हो र यो ठ्याक्क यो ससीको तलकोमा मिल्दो रहेछ कि खाली रहेछ नि त्यहाँनिर मिल्दो रहेछ ठ्याक्क सिसर के है कता हो कता हान्न पर्ने हानेको गर्नु पर्यो यतापट्टि को आउनु भएको छ होइन यो के हो सुदर्शन भाइ त्यहाँ यसो केही लेख न यहाँ तिमीलाई डाइरेक्ट के कुरो भन्न मन लाग्छ नि भन कहाँ हो उसको पनि लोकियो फेरि यहाँ यस्तो हुँदो रहेछ कि अब होइन लाइक हान्दै होइन ट्याप गर्दै मुख त नचल्दो रहेछ फेरि कसैको त कसरी चल्छ हो त्यसरी यतै ध्यान हुँदो रहेछ हेलो उर्मिला बहिनी के छ आराम छौ सन्चो बिसन्चो के छ हामीले त देखभेट त भएको छैन त्यही पनि लाइभमा आइदेऊ त्यसको लागि धेरै धेरै धन्यवाद अरू केही गर्न नसक्यो भने ट्याप गर्दा हुन्छ दर्शन सबै भिनाजु है फेरि यहाँ चाहिँ किसन पनि भाइ भयो अनि शशी पनि भयो शशी तिम्रो चाहिँ खास भिनाजु चाहिँ अहिले पज भएर बस्नु भएको छ है अनि अरू के छ सन्चो बिसन्चो साली ब्रोडमा आएको भिनाजु गाई गीता पोखरेल शर्मा हेलो हाउ आर यु के छ नमस्ते के हो के सबै कुरा भन्न त आउँदैन है के भन्ने होला के छ अनि अरू खबर उर्मिलाको ओइ के हो भाइ यस्तो डर लाग्ने भइदियो भाग्ला नि अहिले 3-4 जना आछन् त्यस्तो नगर यार अनि उर्मिला अनि राम्रो सन्चै छु भिनाजु अनि हजुर ठिकै छ सन्चै छ भन्नु पर्यो है अब फेस टु फेस भेट नभए पनि यसरी लाइभमा पनि भेट्न पाइँदो यो पनि रमाइलो कुरा हो होइन भाइ मान्छेलाई हामीले अब पहिला नभेटे पनि होइन आफ्नो रिलेटिभ्सहरूलाई यसरी पनि भेट्न पाइँदो रहेछ भन्ने कुरा भयो नि त उर्मिला माथि आएर कुरा गर्ने हो र जोइन भएर गफ हान्दैन भाइ के हो तिमी यहाँ आइरहेछन् हाम्रे एचएम हाम्रे माथि आउँछ हजुर ए भात त अब यहाँ लाइभमा बसेपछि त भात अटोमेटिक पाक्दो रहेछ त्यहाँ ग्यास छ भाडाले हेरेर बसेछ होइन अब भात अब पाक्छ होला एकछिन त्यो एउटा पहिला कथा पढेको थियो कि पाक कसौडी भरि कि के भन्ने हुन्थ्यो कि पाक भनेपछि पाक्ने होइन त्यस्तै भएर ल साउट आउट इन्भाइट एस्पिना टु जोइन इन भाइको त के भयो यार ड्युटीमा रहेछ क्या हजुर ड्युटीमा दाइ ए फोन आयो होला त्यही भएर
घरमा बनाएको थियो ए बोलाइदिउँ सबलाई दिदी बहिनीलाई बोलाइदिउँ हुन्छ ए ओके त्यो भेन्डेले दाँत फोरेछ दाँत रे मुख ठोकेछ रे ओ माई गॉड किन हो यस्तो भएको अस्ति पनि यस्तोमा ठोके थियो यार यस्तो रातै बनाएको थियो यार त्यहाँ यार कुच्चीले फेरि बच्चा हो यस्तो टाढो छ नि ससीलाई त जित्दिन्छ त्यसले भोलिपछि त एसबिना वेलकम छ ल माम खाउँदै हो ल दर्शन बहिनी दर्शन खै त अनि उर्मिलालाई बोलाउँछु भनेको त भएन किसन दाई हो बिर्स्यो तिमीले ल नमस्कार रमाइलो हुँदो रहेछ है ब्रोड यो लाइभमा बस्यो नि है ए बच्चालाई नदेखाऊ उर्मिला ए के अरे पर्मिला बच्चालाई देखाउनु हुन्न बच्चालाई लाइभमा देखाउनु हुन्न है 18 वर्ष पुग्नु पर्छ हौ त नि सिकाउनु पर्छ अब दिदीलाई ब्यान गरिदिइहाल्छ अहिले फेरि बल्ल बल्ल यसो 4-5 जना भएको किसनले त भेटेको थियो है बहिनीलाई नि पर्मिलाई नि ड्युटी सकाएर आएर अनि यहाँ चाहिँ म चाहिँ अनि पुरै लाइभमा बसेर आजबाट चाहिँ ठक्क अब यो चाहिँ होइन 5 बजेबाट 7 बजेसम्म चाहिँ यहाँको दुबईको चाहिँ म चाहिँ लाइभमा आउने भनेर के होइन त्यही भएर सबै होइन कहिले चेन्ज हुन्छ के अरे अब चेन्ज भएको बेलामा ठिकै छ होइन तर प्रायः जसो जुन बेलामा टाइम मिल्छ नि त्यो बेलामा चाहिँ लाइभमा बस्ने क्या होइन त्यही त म्युजिक मैले फेरि यता यस्तो छ कि बहिनी फेरि मेरो के छ भन्दा यहाँ चाहिँ मैले चाहिँ युट्युबमा नि राख्ने भनेर युट्युबमा नि अन गरेछु कि अनि त्यही भएर अनि दुइटै त्यो म्युजिक बजाउन मिल्दैन युट्युबमा फेरि होइन कपिराइटहरू लाग्छ त्यही भिडियो फेरि उसमा राख्छु हजुर मेरो चाहिँ एक नारायण थापा भने सेयर गरिदेऊ है पर्मिला खै बहिनीलाई सेयर गरिदेऊ हुन्छ ओके होइन यसरी सब्स्क्राइब भए पनि बढ्छ नि एक्ज्याक्टली 1 बनाउने फेरि 2 बनाउने 3 बनाउने गर्दै होइन 1 मिलियन बनाउनु पर्छ ल उर्मिला मलाई नजानेको कुरा के छ आज मलाई एउटा नयाँ कुरा सिकाउ त ल होइन मैले पनि भ्लग स्टार्ट गर्ने भनेर युट्युब च्यानल चाहिँ बनाएको थिएँ तर मलाई अलि पछि मन परेन अनि छोड्दिए ए हो र बोल्न गाह्रो हुँदो रहेछ के त्यो गार्नु त गाह्रो हुन्छ बनाएको पैसा कमाऊ होइन सबै कुराले गर्दाखेरि पैसा मात्र आउने कुरा हुँदैन होइन एउटा नयाँ एक्सपिरियन्स पनि हुन्छ होइन त्यही भएर त्यही भएर हो के हो किसन पैसा आउनु पर्दैन नि त सुरुमा त अब केही कुरा नयाँ सिकिन्छ नि त अब जस्तो मलाई युट्युबबाट अहिले होइन बहिनी अब मलाई चाहिँ युट्युबबाट चाहिँ लाइभ बस्न मिल्छ भनेर मलाई थाहै थिएन अब यो गर्नु पर्यो भनेपछि युट्युबमा हेरेपछि ओके यहाँबाट पनि लाइभ बस्न मिल्दो रहेछ भनेर थाहा भयो नि त नयाँ कुरा सिक्यो नि त मैले यहाँ गरेर त्यहीँबाट फेसबुकमा पनि मिल्छ अब फेसबुकमा पनि एकैचोटि गर्नु पर्ला युट्युब फेसबुक अनि टिकटक तिनटैमा एकैचोटि इन्स्टाग्राम चाहिँ मैले अहिलेसम्म पहिला चलाएको थिएँ त्यतिखेर भर्खर आउँदा इन्स्टाग्राम चलाएको थिएँ त्यही गर्नु पर्ला अब कामै त्यही गर्नु पर्ला 5 to 7 चाहिँ होइन ओटी आफ्नो चाहिँ इन्स्टा चलाएको छैनौ चलाउनु सिक्नुपर्छ ए म फेसबुक पनि अझको लागि चलाएको छैन टिकटक चाहिँ अहिले टाइम दिन लाग्छ तर टिकटकमा भिडियो पनि धेरै हालेको छैन होइन त्यही भएर यो एकअर्कालाई फलो गर्दा हुन्छ नि कोले फलो गरेको छैन एकअर्कालाई होइन गर्दै अनि त्यहाँ कता हो बक्समा थिच्न मिल्छ कि है फलो अनफलो गरौँ है सबैले एकअर्कालाई फलो अनफलो गरौँ ए म त एकदम दामी होस्ट हुन्छ क्या यस्तो भयो नि त
ट्याप ट्याप भन्नै बिर्सिँदो रहेछ है तर ट्याप ट्याप ट्यापमा 4000 भइसकेछ मैले यहाँ तपाईँले गिफ्ट पठाउनु लाग्यो मेरोबाट गिफ्ट नै गएन के पैसा छैन होला ए छ ए हो कति त्यहाँ माथि रोज भनेर लेखेको छ नि एउटा त्यहाँ गएर ट्याक्क हान्दियो भने आउँथ्यो होला हौ धेरै त पर्दैन एउटा आउनु त आउनु पर्ने हो तर खै गिफ्ट छ र रुममा हो कि कामै हो म रुम आइसकेँ मसँग कति 15 वटा हो कि कतिवटा रोज छ के त्यसरी भएको रोज हान्ने हुन्छ के फरक पर्दैन अस्ति मलाई पनि त्यो अरूको लाइफमा यसरी बसिरहेको थियो होइन विदेशीहरू आएको थियो अनि सबैलाई यहाँ बसेकोहरूलाई रोज दिएको थियो कि अन्त यस्तो गरेर त्यहाँ मेरोमा क्लिक गऱ्यो भने दिन मिल्छ होला मेरो उसमा गएर क्लिक गर त त्यहाँ मिल्छ होला ट्याक्क गऱ्यो भने गुड ओ गिफ्ट गोल्ड रे थ्याङ्क्स रे ल भइहाल्यो त अनि शशी र अनि एसबिनाको त अनि पुरै 0-0 भएछ त फलो अनफलो गरौँ त ल गएर त्यहाँ गएर त्यो प्लस बटम हुन्छ नि त्यो प्रोफाइल भन्दा तल नामको छेउमा त्यहाँनिर क्लिक गरिदिनु न तर सबैसँग फ्रेन्ड छ होला अनि के गर्ने र सबैमा फ्रेन्ड छ कि फ्रेन्डै छ फ्रेन्ड भएपछि चाहिँ हुँदैन फ्रेन्ड छैन भने मात्रै त्यो प्लसमा थिच्यो भने फ्रेन्ड हुन्छ फलो हुन्छ फलो ब्याक गर्न पहिलाको जस्तो नहुँदो रहेछ अहिले चाहिँ है भयो त एक आएन शशीको आएन के हो आएन त्यतिका यो पनि जान्ने थिएन अब राई ल एसबिना र पर्मिला चाहिँ अब राइजिङ स्टार है हाम्रो चाहिँ यहाँ को छ भन्दाखेरि मिस्टर अनुप साबु कहिले चिनेको हो मैले ल बोल्ने भए माथि आउँ है यसले बिलाई सेयर गरिदिन्छ अलिकति थोरै हुन्छ होइन धेरै गरिदिए पनि हुन्छ उर्मिला धेरै गरिदेऊ न किन थोरै 5 जना थोरै छ धेरै गरिदेऊ ल सबैले लाइक सेयर गरौँ रोड सेयर गरौँ सबैले सेयर गरौँ अनि ट्याप गरौँ है सबले ट्याप गर्नुपर्छ यता पनि 1-2 जना आउँदै जानुभयो रहेछ एकजनाको भ्यू रहेछ 43 मिनट चाहिँ हामी लाइभमा बसिसकेको छौँ होइन बस्दाखेरि के प्रगति भएको छ किन भन्दा यतापट्टि चाहिँ मेरो चाहिँ कन्टेन्ट बनिरहेको छ युट्युबमा भने कपी लिङ्क पनि गरिदिनु भन्नु न कपी लिङ्क पनि गरिदिनु ल कपी लिङ्क पनि गरिदिनुस् है सेयर गर्ने ठाउँमा हुन्छ के त्यहाँनिर कपी लिङ्क गर्यो भने आइडीलाई अलिकति उ हुन्छ के हेलो ल स्वागत छ है इट्स मी कान्छु इट्स मी हेलो दिदी के छ दिदी चिन्नु मेरो भेनाजु हो नि ल है इट्स मी दिदीलाई भनेको है कान्छु दिदीलाई हाकु टु जोइन हाकु नि चिनेको सनम शिवा चिन्नु भएको कि इन्भाइट गर्दै माथि हुन्छ ओके के छ ल म बिजी छु रे बिजी हुनुहुन्छ रे है बिजी हुनुहुन्छ रे ल फलो गर्नु होला है फलो गर्नु होला अनि सबै माथि यसो फलो गरेर गइदिनु होला हाम्रै मान्छेहरू पनि सबै है पछि पनि ब्रडमा आउनु होला आई मिन लाइभमा आउनु होला ल कल्पना वेलकम कल्पना हेलो कल्पना तामाङ हो खै कल्पना के हो गइसक्यो आयो अनि ल 2-3 जना भेना अनि 3 जना साली हो कि नजमुद्दिन वेलकम हजुर खाना बनाउँदै हुनुहुन्छ कि क्या हो भने बनाउँदैछु भने भर्खर कामबाट आएर खाना बसाल्दैछु मैले खाना बसाल्ने भनेको ग्यास त्यहीँ छ भाडा पनि त्यहीँ छ होइन चामल नि त्यहीँ छ गएछ त कल्पना त नेट चलेन जस्तो छ ल आशिष वेलकम है आशिष वेलकम हजुर को र कल्पना साथी बहिनीको साथी रे
ओ यो शशीको त के हो पुरै कफी खाँदै हो क्या हो रमाइलो छ त हो काम त बुढीलाई छ कि फोन हो है त्यस्तो पो काम होइन किसन के हो हेर उर्मिला तिम्रो भेना त पुरै कफी खाँदै केही छैन बस्ने हो अनि यत्तिकै चलायो यो वाक्य लाग्छ है बाबाको कापाचिनो खाँदै हो कापाचिनो बारिस त भइसक्यो क्या काम गर्दा गर्दा नाइकीमा काम गर्ने मान्छे चाहिँ बारिस्टा नेपालमा सबैभन्दा पहिला बारिस्टा सिकेर आएको मैले ट्रेनिङ गरेको ओ आइसी यो चाहिँ मैले नजानेको नयाँ कुरा सिक्न पाएँ आज मैले यो लाइफको चाहिँ रमाइलो कुरा भनेको त्यही भयो होला कुक सिकेर कुकको सर्टिफिकेट निकालेर भात पकाउन आउने मान्छे ल है इन्टरनेसनल बेजेट यस्तो यस्तो पर्मिला त्यस्तो होइन होइन यो चाहिँ ट्रिक हो क्या खास भन्यो भने पकाउन आउँछ भन्यो भने पकाइराख्नु पर्यो होइन अब पकाउनै आउँदैन भनेपछि सकियो भयो नि एउटै कुरामा सकिने कुरालाई किन दोहोऱ्याइरहनु होइन अनि त्यही दिनदिनै गर्नु पकाउन आउनु पर्छ भने चाहिँ दिनदिनै भात बसाल्नु भन्ला फेरि भनेर हो अल्छी भन्ने चिजले होइन के हुन्छ थाहा छ त्यस्तो हुन्छ नि त अल्छीले दिमाग लगाउँछ नि हल्का हो होइन संसारमा जति पनि प्रगति भन्छ सबै अल्छी मान्छेले गर्दा भन्छ थाहा छ अल्छी मान्छे नभएको भए हुन्थ्यो मान्छे हिँड्न अल्छी लाएर त गाडी बनाएको हो बाइक बनाएको साइकल बनाएको हो त अनि चाँडै पुग्नु पर्यो अल्छी भयो नि त मान्छे अनि प्लेन बनायो सजिलो खोज्छ नि त सजिलो खोज्ने भएपछि मान्छेले अनि अल्छी मान्छेहरू एकदम ट्यालेन्ट हुन्छ अरे क्या त्यही भएर के हो किसन जुत्ता त पाङ्रा हो आइसकेको छ अनि जुत्ता पनि यत्रो कुन दिनमा त यस्तो हुन्छ कि यस्तो ब्याग जस्तो अब बनाउन लाग्छ नि त होइन स्वाट यस्तो पखेटा खुल्छ अनि स्वाट खोलिसकेपछि फटाफट उडेर जाने अझसम्म अझै बनाउँदैछ सजिलो शक्ति बेलराज वेलकम राजन वेलकम सबैले ट्याप गर्नु होला धेरैजना आउनु भए पनि जम्मा 5 जना मात्रै हुनुहुन्छ यहाँ चाहिँ होइन अनि सबैजना चाहिँ माथि यसो साथी एकअर्कालाई यसो फलो गर्नु है होइन लाइभमा त त्यस्तै हो आउँछ अब मेरो थ्रुबाट नि हेरेर हुन्छ हो तपाईँको अब उहाँ सबैजनाकोबाट आउँछ अनि के गरिरहेछ भनेर यसो हेर्ने हो भाग दिने हो ए ठिकै छ गफसप एकछिन गरेर 5 जना 10 जना अघि नै जान्छु भन्नुभएको त अझै जानु म्युट गरेर बस न ए ल ब्रेकमा ओके हेलो नानी हाउ आर यु शेयर मात्र 40 हो रहेछ यहाँलाई हो र मान्छे 4 जना छ बिल्ला भयो होइन त्यस्तो बिल्ला हुँदैन केही फरक पर्दैन यस्तो हो कि सुरुवात एउटा पाइलाबाटै सुरु हुन्छ के हजारौं माइल्सको होइन यात्रा भनेको एउटा फर्स्ट स्टेपबाटै सुरु हुन्छ के 4 जना भनेको त धेरै हो केही छैन उर्मिलाको साथी हो नानी फलो गर्नु है फलो गर्ने प्लिज फलो गर्नु सबैलाई नानी खोइ मैले मेसेज नै देखेको छुइनँ को हो खै नानी मात्र देखेको थिएँ नानी को नानु हो कि को नानी अंशु श्रीष मगर तर मेरोमा मेसेज किन आइरहेको छैन खै तिम्रो नेट अलि चाँडै धेरै हाम्रो भन्दा 5G चल्छ नि त नेपालमा हाम्रो 4G त्यही भएर होला नेपालको अहिले अपडेट भएर 5G भछ यहाँ 4G हेलो नानी हेलो सृजना के छ छैन मेरोमा त म एकचोटि उ गरेर आउँछु है डिस्कनेक्ट गरेर हुन्छ ओके प्रमिलाले अनि खाना बनाइ भ्या त
खाना पाकी भयो बाबुलाई खुवाउँदैछु ए ओहो 10 जना भइसकेको छ है ल सन्तोष वेलकम रिक्साई सबैजनालाई वेलकम छ सबैले एकअर्कालाई फलो गरौँ है किसान दाइको कस्तो चल्दैछ त नि काम किसनको पनि एकदम लग्जरी भन्छ नि लग्जरी एकदम ठिकै हो त्यही त यता पनि 1-2 जना आएर जानु भो रहेछ युट्युबमा युट्युबको लाइभमा पनि हैन हेर्नुस् युट्युबमा नि लाइभ छ र म त युट्युबमा नि लाइभमा छु नि प्रमिला म त अब कस्तो भने एकैचोटिमा 2टा काम अल्छीले जाने जयशील जान्दैन भन्छ नि त्यही भएर उर्मिलालाई इन्भाइट गर्छु एकैचोटि हुने कामलाई दुईचोटि किन गर्नु त्यही त यहाँ कन्टेन्ट बनाउन झ्याउ लाएर एकैचोटि अब यही बोलेको कन्टेन्ट हालिदिने अब युट्युबमा ढ्याक्की ढ्याक हेर कि नहेर ओमी टिभी त्यो एउटा छैन एप है अँ त्यसमा बोलेर रेकर्ड हालेर हान्नु पर्छ होइन ओमेगल त यस्तो रहेछ भाइ ओमेगल चाहिँ यहाँ चाहिँ एलाउड छैन कि हो र ओमेगल चाहिँ यहाँ एलाउड छैन लौजा कस्तो छ एउटा ओमीको जस्तो एउटा एप छ यार दुबईमा यार हो है हेलो जानकी वेलकम बाबु आउनु भयो छैन आउनु भएको ए कति बेला आउनुहुन्छ खै अलि ढिला हुन्छ भन्नुभएको थियो अलि टाइम लाग्छ होला होइन के हो यो यहाँ चाहिँ के गल्ती चाहिँ देखाइरहेछ के भन्दाखेरि यो माथि चाहिँ हामी यहीँ 4 जना छौँ अनि त्यहाँ 3 जना मात्रै कसरी देखायो होइन 3 जनाले चाहिँ तपाईले हेरिरहेछ के ए त्यस्तो हो ए अब यहाँ हामी माथि भएको यतापट्टि देखाइरहेछ नि अनि 3 जनाले चाहिँ तपाईँलाई हेरिरहेछ कि तलबाट ए यहाँ जानकी महरा पनि आउनु भएर छ खै त देखाएको छैन सन्तोष पनि आउनु भएर छ भाग्नु भएर छ के हो त्यही त नि हामीहरूले हेर्न मिल्दैन जो होस्ट हो उहाँहरूले मात्र हेर्न मिल्छ ए त्यस्तो हो सबैले हेर्न मिल्छ होइन र राजी खोक्खर वेलकम तपाईँले हेर्नु त दाइ मैले देखेछु त कतिवटा देखाएको छ 4 जना 4 जनामा एकजना विवेक भन्ने होइन अनि 3 जना हामी हो कि होइन विवेक अनि 3 जना एक्ज्याक्ट मलाई चाहिँ गनिने भएन नि त है त्यही भएर उर्मिलाले मेरो उसमा त्यहाँ माथि गएर त्यो हार्ट छ नि त्यहाँ गएर उर्मिलाले त्यहाँ गरिदियो यस्तो गरेर किसनले पनि त्यहाँ यस्तो गरेर त्यो हार्ट छ नि त्यसमा यस्तो गरेर छोएर त्यहाँको गरिदियो गर्न मिल्छ होला त्यहाँ हेलो जानकी महरा नमस्ते नमस्ते वेलकम छ माथि जानिदिनु पर्छ कि हो बोल्ने भाइ माथि आउनु है आजको ब्रडमा मेरो अनि युट्युब च्यानल पनि छ है एक नारायण थापा गरेर खोजेर एक दाई आउँछ त्यहाँ चाहिँ सब्सक्राइब गरिदिनु होला होइन मान्छेहरूले बाहिरबाट हेरिरहेको छ क्या मान्छेहरूले भित्र नआइकन बाहिरबाट के बोल्दो रहेछ भन्ने भएको छ होइन कुनै कुनै लाइभ हाल्यो नि त्यस्तै हेरिन्छ नि त भित्र किन के हेरिरहेको बाहिरबाट भित्र यहाँ आएर गफुर लाइक गर हेलो आइजु वेलकम अब सबैले कञ्चन थापा वेलकम हाम्रो मोडरेटर आउनुभयो है मोडरेटर बोलाइदिने हो माथि आउनु मिल्छ बुटे आउनु मिल्छ कि मिल्दैन आउनु मिल्छ भने म माथि तानिदिन्छु थ्याङ्क यू भने ए आउनु मिल्छ भने भन है आउनु मिल्छ भने माथि भने म माथि तानिदिन्छु यस भन 5 मिनट्स पछि ए 5 मिनट्स आउने भनेको ल गफ हान्दियो ल माथि आएर के भइसकेछ त अनि ट्याप ट्याप त तपाईको ए कति पुग्यो 6K ओ माइ गॉड यसमा उर्मिलाको दिन धेरै छ ल हेलो नमस्ते नमस्ते यसरी ट्याप ट्याप गरिरहनु भएको छ दर्शन दिदी दर्शन उर्मिला बहिनी सन्चै छौ
हजुर सन्चै छु अनि हजुरहरू सन्चै छौँ लाइभ आउन पाएको छौँ भनिरहेको लाइभ आउने नि ठुलो कुरो होइन आमामा यत्रो अनि 4 जना मिलेर अहिले त 5 जना बस्छ के रे पर्मिला ब्रेक टाइम हजुर पो होइन होइन यहाँ बाबालाई औषध सौषध दिएर अब एकछिनमा अब घर आउने हो अब 5-10 मिनेटमा अब टायर हान्नु 10 मिनटमा भ्याउँछु अब मिनेटको हिसाब हुन्छ नि मिनेटको हिसाब गर्नै पर्यो नि मिनेट नेपालमा त त्यस्तो हुन थालिसक्यो विदेश जान होइन नेपाल त भोलिपछि त विदेश भन्दा नेपाल त धेरै माथि जान्छ फेरि ट्याप गरेर किचनको स्क्रिनै हल्ले ट्याप गरेर डेन्जर स्क्रिनै हल्लेछ ट्रेनिङ के पुगिसक्यो है जम्मा हामी 5 जना मात्रै हो अरू त आएकै छैन त होइन हेर्ने पनि हामी बोल्ने पनि हामी क्याप्टेन पनि किन हजुरको पेज अरूकोमा जाँदैन अरूको त डेन्जर आउँछ त होइन मलाई गर्नुपर्छ नि त यो फर्स्टमा अब त्यस्तै हुन्छ अब अलिक कमै हुन्छ अनि लाइभ सेयर गरिदिनु पर्छ अनि फ्रेन्ड हुन्छ नि त जति फलो गऱ्यो त्यति फ्रेन्ड हुने त भने अघि त मैले ससीले नि सेयर गरेको जस्तै लाग्थ्यो त मैले सेयर टाइममा थियो ब्रेक आउट भयो रे अनि जानुभयो त्यही त मलाई पनि सेयर गरिरहेको रहेछ त्यही त जेरो मात्र 40 भयो भाउजू के मात्रै 40 दाइको लाइभ सेयर के 40 देखाछ हिनाजुकोमा त फ्रेन्ड त धेरै रहेछ त फलो त हेलो मिस्टर ब्ल्याक हेलो मिस्टर ब्ल्याक रे हेलो एक सर हजुर हेलो म त अब यहाँ चिन्दिनँ ओके चिने कहाँ हो कता हो दुबई हो कि नेपाल हो चिने मैले चिने कता हो दुबई कि नेपाल कि अरू ठाउँमा हो ए आबुधाबी ओके छ त अनि दुबईतिर आउने होइन ट्याप गर्नुस् किसनले मोबाइलको स्क्रिनै बोला पछि आम्ला नि ओके छ त पछि हुन्छ आएको बेलामा यसो कन्ट्याक्ट गरौँ न अनि के हो अनि धेरै भयो त भेटघाट नभएको पनि म चाहिँ जानुपर्छ स्क्रिनमा अहिले कञ्चन दिदीको कति बजीदेखि कति बजीसम्म हो र अहिले 7 बजीसम्म हो क्या ड्युटी त्यही भएर त 8 बजीसम्म पहिला त 8 बजीसम्ममै हुनुहुन्थ्यो नि त्यही भएर बिहान अब त्यस्तै टाइममा जान्छ अनि 7 बजी दुबई कता हो बस्ने म यता के भन्छ यो ठाउँलाई किसेस अल्किसेस माथि आउने हो तानिदिन्छु फलो नै नगर रहेछ मलाई यार के यार फलो नगर्नु फलो गरौँ न मिस्टर ब्ल्याक ओ निशान भाइ के छ आराम छौ के छ हो भनेको यार आराम छौ यार त पनि टिकटकको ब्रोडमा यार के फाइदा त हुँदो रहेछ रियल बिरालो हो रियल बिरालो ए हो हतौडीलाई पनि तानिदिन्छु भन तिमी कहिले आउँछौ त ए हो र
लाइसेन्स देख्दैछु कि त्यो एउटा यहाँ हेर्न ए यता हेर ए लाइसेन्स झिक्दैछौ ल ल ल ल ल बधाई छ कहाँ त्यो दिदीहरूसँगै बस्दैछौ कि छुट्टै हो दिदीहरू छुट्टी परेछ म यता पार्टीसँग बसेछु ए ए कता हो हतौडी तान्नै मिलेन हतौडीलाई हतौडी त हाउस भन्नु पर्यो नि यहाँ ठेकाइ गर्छु त्यही त सुरु गरेको छैन बोल्नु लाइसेन्स ए मिलेन हो तिमीलाई तान्न तिम्रो त्यो प्राइभेटमा रहेछ निशान तान्नुस् त भन्छ खोइ कहाँ हो होइन हो त्यो उसै भएछ प्राइभेटमा राखेको रहेछ नि त्यही भएर ए कति क्लास पुग्यो तिम्रो सेरे बाबु कति क्लास पुग्यो तिम्रो 9 क्लास पुग्यो कुन चाहिँ बाबु चाहिँ होइन भनेको तिम्रो लाइसेन्सको भनेको अब तान्न मिल्दैन रे यार अब हतौडी यो पर्सि छ एउटा क्लास अँ त्यसपछि अनि बुक गरेर एकदम फाइनल टेस्ट ए भर्खर आएको है भर्खर आयो त्यति अब एक महिना त युनिभर्सिटी आउने बेला टाइम लाग्यो ए अँ क्लास फिलिङ्स हुन्छ आएको कि ए ल ल ल त्यो ल ल बधाई छ त्यसो भए लाइसेन्स निकालेर ठिक छ नि त ल ल म त्यता आउने त्यस्तो काम पऱ्यो भने म यसो कन्ट्याक्टमा आउँला नि होइन त नि त्यही त नि कता त्यही बसपाकतिरै हो बस्ने नजिकै म काम भयो भने त्यही बसपाकतिरै हो नजिकै आउने त कहाँको बसमा हो नि आबुधाबीको आउँदाको बसमा होइन बस स्टेसन भनेको अँ कहाँ बसमा भनेको त नेट नेप नेभिगेट बिल्डिङ तिर नजिक बस स्टेसनमा ए भगवान् हामी त नेपाली हो नि त अनि पक्का नेपाली भाषामा बोल्ने हो नि त बस पार्क भनेर अनि निशान तिम्रो त प्राइभेट गर त तिम्रो मार ब्ल्याक उहाँलाई पनि मैले फलो गरेको छु फलो ब्याक दिनुहोस् है निशान दादा हो कि अब के पर्छ थाहा छैन तर मैले फलो ब्याक दिएँ फलो ब्याक फलो गरिदिएको छु फलो ब्याक दिनु होला है सबैजनाले मलाई पनि सेरे यसो पोखराको हतौडी हो के पोखराकै हो हतौडी पोखराको हतौडी भर्खर उठेको क्या ए हो र जाँड दिएर भयो नि त बाबु जाँदैन भयो एउटा आइस बियर हो नि त हिजो 10 वटा खाएर सुतेको भर्खर उठ्यो 10 वटा खाएर पुरै ढल्यो क्या सिधै खाँदा रिटे के छ ठिक छ दाइ ल एउटा दुईटा हानिदिइहाल्नु फ्रिजमा छ होला होइन दाइ दिन जानुपर्छ हजुर है मेरो पो फोन आयो नि हजुर भाइ हजुर भाइ म रुममै छु भाइ के रे के भन्छ ठिकै छ अहिले ठिकै छ म अहिले ब्रोडमा छु होइन भाइ लाइभमा छु ल एकछिनमा फोन गर्छु ल एन्ड गरेर ओके ए ल भाइ के तिमी त टक्लु भएछ त यार अनि सेयर किन हो त नि कालो आएको के हो थेम्सै उस राखेको कालो राखेको सेयर ए आमा मैले त अनि मैले तिम्रो चाहिँ मैले त फेरि त्यो क्यामेरा अन गरेर चाहिँ अँधेरोमा बसेर त्यस्तो भएछ क्या भनेको निशान भाइ दुबई आउने हो नि त अनि फुच्चेले पैसा सक्यो होला रौसी खाएर अनि कहाँ आउने भन्ने कुरा सुनेको थिएँ मैले अल्क्रिसिसमा हो भेट्ने भए ट्याक्क अल्क्रिसिसमा आऊ होइन म ट्याक्क आइहाल्छु अनि भेटघाट गराउँला गफ गराउँला
अनिस पुन ल वेलकम छ अनिस दागान सबलाई वेलकम छ ट्याप गरौँ त मेरो ब्रोडलाई मेरो लाइभलाई त सेयर खोइ त ट्यापै गर्दैन सेयरले गफ गऱ्यो हान न हो डाक हान सेयर गर के थाहा होइन मेरो यस्तो छ के म सेयर मेरो युट्युबमा नि म लाइभमा बसिरहेको छु होइन त्यही भएर म नन स्टप बोलिरहेको छु युट्युबमा चाहिँ युट्युबबाट लाइभमा बसिरहेको छु अनि त्यही कन्टेन्ट हुन्छ क्या त्यही अपलोड गरिदिन्छु मैले होइन त्यही भएर दुइटै भएर यसो सोसियल मिडियामा अब यसो एक्टिभ भइदिउँ कि भनेर के छ ठिक छ नि होइन ए गफ गर्दा हुन्छ कहिलेकाहीँ के फरक पर्दैन के हो हदौडी ठिक भने नि हदौडी सबै दुबईको हो सबै पोखराकै हो हजुर ए बहिनी चाहिँ फेरि उता काठमाडौँ मैले यस्तो गरेर ठ्याक्क यस्तो म त फेरि यस्तो हो कि जमानामा चाहिँ पुलिसमा भर्ती भएको भयो अहिलेसम्म आइजिपी भइसक्थ्यो होइन त्यस्तो मान्छे हो कि यस्तो गफ हान्नु पर्यो नि लाइभमा आएर गफ हानेन नि त चल्दैन लाइभ यहाँ बल्ल 6जना बनाएको छु यार अरूको 600 हुन्छ हतौडीले खाना बनाउन ला जस्तो छ ए उर्मिलाको खाना पाकिसक्यो है अनि सेरो खाना बनाइसक्यो हो है रमाइलो रहेछ यार अनि 3 महिना भइसकेपछि केही पनि नभन्ने के हो त नि यसो छुट्टीतिर आउँथ्यो नि त म एकछिन है होइन म पनि खै हिजो अस्तिबाट हो यसो लाइभमा बसिरहेको अब बस्दिउँ केही हुँदैन होइन किन यो दुनियाँ बसिरहेको छ लाइभमा अनि प्लस मलाई युट्युबको लागि कन्टेन्ट पनि चाहिएको थियो होइन अनि लाइभ बस्यो भने पनि युट्युबबाट लाइभ बस्यो भने पनि कन्टेन्ट हुँदो रहेछ क्या अनि त्यही भएर म युट्युबमा पनि छु म मेरो चाहिँ फुल नेम छ एकनारायण थापा भनेर एकदाई भनेर छ यसो सब्सक्राइब गर न च्यानलमा तर कन्टेन्टहरू चाहिँ पछि हाल्नु पर्ला बिस्तारै हाल्नु पर्ला अलि टाइमिङ नमिल्ने के कन्टेन्ट बनाउनलाई बरु यसो लाइभ बस्यो भने पनि एउटा कन्टेन्ट त भयो नि त 1 आवर 8 मिनटको कन्टेन्ट भइसकिरहेछ त्यहाँ यार ल है त आजलाई चाहिँ ब्रोड यहीँ चाहिँ समाप्त गरौँ केही कुराहरू सिक्यो होइन नयाँ कुराहरू मेरो युट्युब फ्यामिलीलाई धेरै धन्यवाद भोलिको दिनमा पनि आउनेछु है आज चाहिँ युट्युबको लागि ए ल हुन्छ धेरै धन्यवाद ओके सी यू टुमारो